नमस्ते सम्पूर्णमा, मेरो नाम महेश गौतम। म पाइनियर हब प्राइभेट लिमिटेडको सञ्चालक। विगत 6 वर्षदेखिबाट पाइनियर हब पोखराको न्यु रोडमा अवस्थित छ। पाइनियर हबको इस्टाब्लिसमेन्ट कसरी भयो त भन्ने सन्दर्भमा जाउँ अलिकति। पाइनियर हब भनेको एक ट्रेनिङ बेस्ड अर्गनाइजेसन हो। ट्रेनिङ बेस्ड भन्ने बित्तिकै आफूले आफूलाई चाहिँ सेल्फ एउटा चाहिँ जब क्रिएसन गर्ने एउटा कन्सेप्ट हो। एन्टरप्रेन्योरसिपमा आफै एउटा युवा भइसके पछाडि मसँग जोडिन आउने जति पनि विद्यार्थीहरू हुनुहुन्छ, जुनसुकै एज ग्रुप, जुनसुकै एथनिक ग्रुप, जुनसुकै क्याटेगोरीको भए तापनि हामीले उहाँहरूलाई रिलेटेड ब्याकग्राउन्ड स्टडी गरेर मजाले उहाँहरूलाई करियर काउन्सिलिङ गराएर त्यो सेक्टरमा चाहिँ पलिस्ड गराएर र विभिन्न ठाउँमा चाहिँ हामीले प्लेसमेन्टमा पठाउने गर्छौँ। पाइनियर हबमा हामी स्किल डेभलपमेन्ट, रिक्रुटमेन्टको कन्सेप्ट सिकाउन चाहिँ जुन हर कोही संस्थाले सिकाउँछ, तर नेपालको कन्टेक्स्टमा चाहिँ सिकाइसके पछाडि अथवा सर्टेन शुल्क विद्यार्थीसँग लिइसके पछाडि त्यो विद्यार्थीले उचित ठाउँ पाउनुपर्छ है, कहीँ गएर काम गर्नुपर्छ है, कुनै अर्गनाइजेसनमा जोडिनुपर्छ है, इन्कम जेनेरेट गर्नुपर्छ है भन्ने चाहिँ यसको मेन उद्देश्य हो। कुनै विद्यार्थीहरूलाई ल्याङ्ग्वेजको इस्यु हुने गर्छ, ओहो म त इङ्ग्लिसमा एकदमै कमजोर छु, तिनीहरूको लागि पनि हामीसँग विकल्प छ। आइटी ब्याकग्राउन्डको छ, हामीसँग इन्टर्नसिप फेसिलिटिजहरू प्रोभाइडेड छन्। इन्टर्नसिप पश्चात पनि विद्यार्थी भाइ बहिनीहरूले विभिन्न ठाउँमा गएर चाहिँ काम गर्ने अपर्च्युनिटिजहरू पाउन सक्नुहुन्छ। प्राइमेरी हबको लर्निङ इन्भाइरोमेन्टको कुरा गरौँ, लर्निङ इन्भाइरोमेन्ट एकदमै शान्त, एकदमै फ्रेन्डली इन्भाइरोमेन्ट, एकदमै एक्सपर्ट ट्युटर्सहरूबाट गराइन्छ। इन्डोरमा विभिन्न एक्टिभिटिजहरू गराइन्छ भने आउटडोरमा पनि हामी विद्यार्थी भाइ बहिनीहरूलाई ग्रोमिङ गर्नको लागि अथवा विभिन्न कलेजेस भिजिट गराउने गर्छौँ र त्यहाँ हामी विभिन्न ट्रेनिङ दिने गर्छौँ। त्यो पर्सनालिटी डेभलपमेन्ट ट्रेनिङ, लिडरसिप ट्रेनिङ, अन्तर्निहित खुबीहरूलाई एक्सपोजर गर्ने ट्रेनिङहरूमा पनि हामी सामेल गराउने गर्छौँ विद्यार्थीहरूलाई। करियर काउन्सिलिङ इज द मोस्ट इम्पोर्टेन्ट एस्पेक्ट अफ पाइनियर हब। कुनै पनि विद्यार्थीलाई जुनसुकै लेभलको विद्यार्थी भए तापनि उनीहरूलाई चाहिँ करियरसँग रिलेटेड चाहिँ इन डेप्थ बुझेर उनीहरूलाई चाहिँ यो बाटो हिँड्यो भने चाहिँ तिमीलाई बेटर हुन्छ है भन्ने हिसाबले चाहिँ हामी त्यो काउन्सिलिङ मार्फतबाट अगाडि बढाउँछौँ। 2019को इन्डिङबाट इनिसिएट भएको पाइनियर हबमा करिब 3000 प्लस क्यान्डिडेट्सहरू अथवा भनौँ विद्यार्थी भाइ बहिनीहरूले सिकिसक्नु भएको छ विभिन्न प्रोग्राम्सहरूमा र औसतमा 30 to 40% स्टुडेन्ट्सहरूले कुनै रोजगारमूलक सेक्टरमा चाहिँ हात हालिसक्नु भएको छ र उहाँहरू सक्सेसफुल पनि हुनुहुन्छ। उहाँहरूको केही भोइसेसहरू पनि हामीहरूसँग छन्। नमस्ते, मेरो नाम सृष्टि अर्याल हो। म चाहिँ महेश सरको स्टुडेन्ट थिएँ। मैले 12 कम्प्लिट गरिसकेपछि जबको लागि भनेर पाइनियर हबमा स्किल्स गेन गर्न आएको थिएँ र स्किल्स गेन गरिसकेपछि त्यो स्किल्स युज गर्ने मैले अपर्च्युनिटी पनि पाएँ थ्रु इन्टर्नसिप। अहिले मैले इन्टर्नसिप पिरियड सकेर यहाँ पाइनियर हबमा फ्रन्ट डेस्क अफिसरको काम गर्न लागेको पनि 3 इयर्स भइसकेको छ। नमस्ते, मेरो नाम विकास गुरु र म यहाँ पाइनियर हबमा अहिले काम गरेको 3 वर्ष भइसकेको छ र मेरो पोस्ट चाहिँ म यहाँको भिजुअल डिजाइनर प्लस ग्राफिक डिजाइनिङ इन्स्ट्रक्टर पनि हुँ र मैले यो ग्राफिक डिजाइनिङ स्किल चाहिँ पाइनियर हबबाट प्राप्त गरेको थिएँ र मलाई काउन्सिलिङ गर्दाखेरि सरले मलाई यो कुन करियरमा काम लाग्छ र के पेसामा काम लाग्छ भनेर मलाई सम्झाउनु साथ मैले सरसँग जब रिक्रुटमेन्टको बारेमा सोधेको थिएँ र सरले मलाई यहीँ इन्टरनल रिक्रुटमेन्ट पनि हुन्छ प्लस हामीले बाहिर रेकमेन्डेसन पनि गर्छन् भन्नुभएको थियो। तर मलाई यहाँको इन्भाइरोमेन्ट एकदम राम्रो लागेको भएर मैले यहीँ इन्टर्नसिपबाट अहिले हालमा 3 वर्ष भइसक्यो मैले यहाँ जब गरेको हो। म विगत 6 वर्ष अगाडि मैले महेश सरलाई भेटेको थिएँ। महेश सरलाई भेट्दाखेरि सरले नि मलाई सजेस्ट गरेर ग्राफिक डिजाइन सिक्नुहोस् भनेर सजेस्ट गर्नुभएको थियो। मैले ग्राफिक डिजाइन सिकेको थिएँ। त्यही क्रममा मैले सरसँग इन्टर्नसिप पनि लिएँ। 6-7 महिना यहीँ इन्टर्नसिप गरेँ र अनि मैले त्यसपछि आफ्नै नेक्स्ट स्किल डेभलप गर्नको लागि बाहिर गएको थिएँ। त्यसै मैले ह्यान्डराइटिङ सिकेँ, कतिपय कुराहरू सिकेँ र म आज एउटा ह्यान्डराइटिङ इन्स्ट्रक्टर हो। फेरि पनि 6 वर्षपछि फेरि आउँदाखेरि सरसँग इन्टर्नसिप लागेको छ पाइनियर हबमा। फेरि हजुर पनि आउनु होला र काउन्सिल पनि गर्नु होला, काउन्सिल लिनु होला। म सरसँग एकदम एक्सपिरियन्स सर हुन्छ हाम्रो, एकदम राम्रो काउन्सिल गर्नुहुन्छ, हजुरकै फाइदाको लागि गर्नुहुनेछ। आज म 6 वर्षपछि आउँदा पनि हजुर सरले मेरो लागि एकदम राम्रो काउन्सिल गर्नु मलाई यहाँ विद्या गर्दै हुनुहुन्छ।
नमस्ते, मेरो नाम रश्मि अर्याल हो। म स्याङ्जा, मेरो घर स्याङ्जा। म चाहिँ +2 पास आउट हो र म यहाँ पोखरा आइसकेपछि चाहिँ पाइनियर हबमा आएँ र म सरसँग भेटेँ अनि सरले चाहिँ मलाई काउन्सिलिङ गरेपछि अहिले म स्किल्स मेकिङमा लाग्दैछु र अब केही टाइमपछि चाहिँ अब जब प्लेसमेन्टतिर जाँदैछु। अनि थ्याङ्क यू अनुराग। रिक्रुटमेन्ट भन्ने बित्तिकै हाम्रो दुईवटा पार्टमा चाहिँ छुट्टिएको छ। एउटा इन्टरनल रिक्रुटमेन्ट, जस्तै के विद्यार्थी भाइ बहिनीहरू म काम सिक्छु नि त, म केही गर्छु नि त भन्ने भाइ बहिनीहरूलाई हामीले पाइनियर हबमै त्यस्तो खालको प्लेटफर्म दिएको छौँ। उहाँहरूले राम्रो पनि गर्दै गइराख्नु भएको छ भने के विद्यार्थीहरूलाई हामीले एजेन्सिजहरू जहाँ हाम्रो एउटा चाहिँ टाइअप भएको हुन्छ त्यस्ता एजेन्सिजहरूमा चाहिँ हामीले इन्टरभ्यू प्रिपेरेसन गराएर स्किल्स त विद्यार्थीहरूको अलरेडी नै अचिभ भइसकेका हुन्छ। अब रह्यो कुरा आत्मविश्वास, कन्फिडेन्स। त्यो कन्फिडेन्स बिल्डअप गराएर हामीले विद्यार्थीहरूलाई रिलेटेड सेक्टरमा पठाउने गर्छौँ। पाइनियर हब एन्ड इन्क्रेडिबल गेटवे टु करियर। सो द्याट मिन्स विद्यार्थी आउँछ, विद्यार्थीलाई रिलेटेड स्किल दिइन्छ, हामीले वेल ट्रेन्ड गराइन्छ, विभिन्न कुराहरू जुन हुनुपर्ने हुन्छ क्वालिटिजहरू कुनै पनि सेक्टरमा काम गर्नको लागि त्यो क्वालिटिजहरू इन्हान्स गर्ने गराउँछ पाइनियर हबले र त्यो पछाडि कुनै पनि सेक्टरमा हामीले चाहिँ प्लेसमेन्टको लागि फेसिलिटेट गर्ने गर्छौँ। मेन प्राइमेरी यसको अब्जेक्टिभ भनेको नै स्टुडेन्ट इन्ट्री एन्ड देन स्किल डेभलपमेन्ट एन्ड देन प्लेसमेन्टको कन्सेप्ट। हामी विद्यार्थी भाइ बहिनीहरूलाई 1-to-1 काउन्सिलिङ त छँदै नै छ। इन एडिसन हामी ग्रुप बेस्ड काउन्सिलिङमा सेपरेटली हलमा राखेर उनीहरूसँग भएका विभिन्न क्वालिटिजहरूलाई चाहिँ हामीले चाहिँ म्यापिङ गर्ने गर्छौँ। एकजनाको स्किल्स अर्कोसँग हामीले डिस्कसन गराउने गर्छौँ र ग्रुप बेस्ड काउन्सिलिङमा पनि हामी विद्यार्थीहरूलाई इन्करेज गर्ने गर्छौँ। हामीले जति पनि विद्यार्थीहरूलाई करियर काउन्सिलिङ गराउने गर्छौँ र रिलेटेड स्किल्सहरू दिने गर्छौँ। आइटी र प्रोफेसनल ट्रेनिङ्सहरू लाइक अफिस प्याकेजेसहरू जसको जे इन्ट्रेस्ट छ त्यही अनुसारले हामीले दिने गर्छौँ। कोही कसैलाई इङ्ग्लिस ल्याङ्ग्वेजमा प्रब्लम हुनसक्छ, हामीसँग रिसेप्सनिस्ट ट्रेनिङका प्रोग्रामहरू पनि छन्। कन्फिडेन्स बिल्डअप हुने गर्छ त्यहाँबाट विद्यार्थी भाइ बहिनीहरूलाई। लिडरसिपका कुराहरू छन्। इन एडिसन अफिस प्याकेजेसहरू छन्, डिजाइनिङ स्किल्सहरू बनाउनको लागि डिजाइनिङ प्याकेजेसहरू छन्, प्रोग्रामिङ प्याकेजेसहरू छन्, वेब डेभलपमेन्टका प्याकेजेसहरू छन्। यस्तोबाट विद्यार्थीहरू रेडी हुन्छन् र उनीहरूलाई चाहिँ आइटी सेक्टर अथवा नन आइटी सेक्टर्सहरू कर्पोरेट हाउसेसहरूमा चाहिँ हामीले प्लेसमेन्टमा पठाउन सक्ने गर्छौँ। यसरी पठाइएका भाइ बहिनीहरू विभिन्न ठाउँमा गएर काम गर्छन् र काम गरिसके पछाडि उनीहरू जब पेमेन्टमा जान्छन्, पेमेन्टमा गइसके पछाडि उनीहरूले ट्याक्स पनि तिर्ने गर्छन्। सो एट द सेम टाइम राज्यलाई बुझाउनु पर्ने ट्याक्स पनि तिरिरहेका हुन्छौँ। भनेपछि पाइनियर हबले डाइरेक्टली इन्डाइरेक्टली रेभेन्यू कलेक्सन अथवा भनौँ राज्यलाई पनि सहजीकरण गरिरहेको चाहिँ पाउँछौँ हामीले यसरी हेर्दाखेरि। सो ओभरअलमा पाइनियर हबले गण्डकी प्रदेशमा विभिन्न विद्यार्थीहरूलाई ग्रुमिङ गराउने, कन्फिडेन्स बिल्डअप गराउने। सो यी त भए पाइनियर हबका एक्टिभिटिज एन्ड इभेन्ट्सको बारेमा अथवा लेट्स से ब्याकग्राउन्डको बारेमा हामीले कुराहरू गऱ्यौँ। अब अगाडि वाट नेक्स्टको सन्दर्भमा धेरैभन्दा धेरै एन्टरप्रिनियर्सहरू जन्माउने र ती एन्टरप्रिनियर्सहरूले केही इनोभेटिभ आइडियाजहरूले केही आफ्नै सुरु गर्न सकुन् र यसले गर्दाखेरि इम्प्लोइमेन्ट अपर्च्युनिटिजहरू पनि बढाउने, धेरैभन्दा धेरै भाइ बहिनीहरूलाई स्वरोजगारमा चाहिँ उत्साहित गराउने र गण्डकी प्रोभिन्समा मात्रै नभए अल नेपालभरि नै एक्सटेन्ड गर्ने, वाइडन गर्ने र एउटा चाहिँ वाइड रेन्जमा चाहिँ हामीले प्रोग्रामहरू चाहिँ जोड्ने प्लानिङमा छौँ। थ्याङ्क यू भेरी मच। थ्याङ्क्स फर वाचिङ माई भिडियो। नमस्ते।